आज चाहिँ डे 1 अफ स्टार्टिङ आवर ओन क्याफे। स्टार्टिङमै बिहानै यो स्पेसमा जान एकदम डर लागिरहेको थियो। सेन्स अफ एकदमै ठुलो रेस्पोन्सिबिलिटी। अल्सो यो ठाउँ अलि धेरै नै मेस्टअप भएर कहाँबाट सुरु गर्ने भएर पनि होला। हामीले साफसफाइबाट आफ्नो काम सुरु गर्यौँ। त्यसपछि हामीसँग कामको लिस्टहरू त थियो, तर पहिला कुन काम गर्ने प्लस एक्ज्याक्टली हाम्रो भिजन अनुसार कसरी वर्क गर्ने भन्ने कुरामा हामी एकदम क्लुलेस भइरहेको थियौँ। अल्टिमेटली हामीले होल डे केही गर्न सकेनौँ र यो हरियो क्याफे यसलाई कहाँबाट वर्क गर्ने भनेर त हामी एकछिन फ्रस्ट्रेट भयौँ। त्यसपछि हामीले हाम्रो हेल्पको लागि आफ्नो चिनेको मान्छेहरू बोलायौँ। कोठा एकदम अन्धकार थियो, लाइट्सहरू किनेर ल्यायौँ, अलिअलि आफैले सेट गर्न ट्राई गऱ्यौँ। एज युजुअल साइडको क्याफेमा गएर चिया खाँदै आफ्नो डिसिजनलाई फेरि क्वेसन गर्दै बस्यौँ। धन्न डिजाइनिङमा हामीलाई एकजना साथीले हेल्प गरिरहेको छ। त्यही पनि जतिचोटि त्यो कोठालाई हेऱ्यो हामी त्यतिचोटि फ्रस्ट्रेटेड, कस्तो चाहिँ बनाएर छोड्या होला त्यो कोठालाई भनेर के। अनि कहाँबाट सुरु गर्नु होला कि काम पनि, न कुनै एक्सपिरियन्स छ न मान्छे चिनेको छ। प्लस यो पल्युसनले हाम्रो फ्रस्ट्रेसन नेक्स्ट लेभल पुगिरहेको थियो। कति धेरैजनाले हामीलाई हेल्प पनि अफर गरिरहनु भएको छ, हामी त्यसको लागि एकदम धेरै थ्याङ्कफुल छौँ। तर अहिले ओभरवेल्म्ड भएर हामीले हेल्प कसरी सिक गर्ने भनेर पनि क्लुलेस भइरहेको छौँ। तर एटलिस्ट हामी हाम्रो कम्फर्ट जोनबाट बाहिर निस्केर धेरै नयाँ कुराहरू सिक्न पाइरहेको छौँ भन्ने हिसाबले चित्त बुझाएर हामी हाम्रो घरतिर लाग्यौँ।